हेलो नमस्ते सेवारो सबैमा। आज चाहिँ मैले एउटा छोटो भिडियो बनाइरहेको छु, हेरिदिनु होला। म चाहिँ करिब 1 वर्ष आदिपछि यो घरमा आएको नि त। कस्तो माया लाग्दो भएको रहेछ है। यो घर चाहिँ कसैको नभएर हाम्रै घर हो। बुवा मम्मी पनि हुनुहुन्छ तर यो घरमा बस्नु हुँदैन, बेस्टीको घरमा बस्नुहुन्छ। अनि हामी छोराछोरीहरू धेरै हो, त्यही पनि अब घरमा बस्दैनौँ, हामी बाहिर बाहिर बस्छौँ। वर्ष दिनमा आउँछौँ घर। अनि बुवामा पनि तल बेसीकै घरमा बस्नुहुन्छ। अनि यो घर त एक्लो भयो नि हौ। उनीको घर त कति धेरै माया लाग्दो भएको छ भने नि, हेर्नु न, जस्तै विरक्त चलेर आयो। यो घरलाई छोडेको पनि करिब 3 वर्ष भइसक्यो। पहिला ठुलो दिदी बस्नुहुन्थ्यो, अहिले ठुलो दिदी पनि दमक तल झर्नु भएको छ। एक्लै छ नि, एक्लै छ घर, हेर्ने मान्छे कोही छैन। कस्तो माया लाग्दो भएको छ भने नि, के गर्नु नि अब। यस्तै छ के भन्नु। बाल्यकाल यही घरमा बितेको। बुवा मम्मी पनि बेसीमा झरिहाल्नु भयो। अब हामी बस्छौँ भन्दा पनि नहुने। के पो गर्नु हौ, म के गर्नु। अगाडि यस्तो छ, पछाडिपट्टि यस्तो छ। उयो डोको चाहिँ मेरो, म चाहिँ बेसीबाट आएको चारो लिनु। यस्तै छ। अनि म यहाँ छु। कस्तो धेरै रुनु मन लाग्यो भने नि, के गर्नु रहेर पनि अब घर छोड्नै पर्यो है। अब गरी खानै पर्यो। अगाडिबाट हेर्दा चाहिँ यस्तो छ है यो घर। कस्तो माया लाग्दो छ नि, के गर्नु र अब। कोही बस्दैन, कति माया लाग्छ आफ्नो घरको।